म हुनेवाला बेबीको बाबा। यता चाहिँ शिवजी तपस्या गर्दै हुनुहुन्छ, यता चाहिँ हाम्रो पार्वती तपस्या गर्दै हुनुहुन्छ। नमस्ते एभ्रिवान, आजको नयाँ दिन नयाँ बेलामा स्वागत छ हजुरलाई। म चाहिँ उठिसकेको छु। अब चाहिँ म आज लास्टै पानी परिरहेको छ, रातभरि पानी पर्यो, एकदम चिसो मौसम छ सुर्खेतमा। हुनुहुन्छ आडी बेला सब्सक्राइब गर्न नभुल्नु होला, अन्तिमसम्म हेर्नु होला। आज पनि इन्जोय हुनेछ, रमाइलो हुनेछ भन्दै आजको कार्य प्रारम्भ गर्न जाँदैछु। धन्यवाद। म अब मासु लिन जाँदैछु। बिहानको चिया नास्ता भइसकेको छ। अब चाहिँ म मासु लिन जान्छु। पानी परिरहेको छ, पानीमा पनि म मासु लिन जाँदैछु। म चाहिँ अब मासु लिन गइरहेको छु, छाता ओढेर। पानी परिसकेको छ, एकदमै मौसम भयानक भइरहेको छ, बादल लागेर वर्षालमा आइसक्न लागेका छौँ। हेर्नुहोस् रोडको अवस्था यस्तो छ, पिच गरिहाल्छ फेरि बिग्रिहाल्छ। यहाँ नेपालको रोड यहाँ छ। मासु लिएर फर्किसकेको छु मैले चाहिँ। अब घर गएर यसलाई फ्राई गरेर मस्त खाने हो। बुढी मैले के लिएर आएँ? के हो यो? मासु 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 मासु। हामीले यसलाई मस्त लगाएर, तिमीले पकाउँछौ म पकाऊँ? म पकाउँछ है। कोरियन स्टाइलमा म पकाउने कि भनेको त नि, कोरियन स्टाइलमा पारेर मात्र खाने। ठिक छ, अब तिमीले पकाऊ। हुन्छ। के हो यो मसला? के को दाल मिक्स गर्न लाग्छ? मिक्स दाल बनाउन लाग्यो। मिठो लाग्छ तिमीलाई? मिक्स गराएको दाल, मिक्स दाल बहुत मिठो लाग्छ मलाई पनि, हैन? हेल्दी हुन्छ कि हेल्दी हुन्छ नि। पहिला दाल बसालेपछि मासु फ्राई हुने काम हुन्छ। काममा बाहिरमा पानी आएर एकदमै मौसम भयानक भएको छ। फाट्यो पानी। अब जानुपर्छ कि? हामी चाहिँ आज घुम्न जान्छ मलाई। आज हामी बुलबुले ताल घुम्यौँ, रमाइलो भयो। आज चाहिँ हामी कता जान्छौँ हेर्दै गर्नुहोस् भिडियो, थाहा पाउनुहुन्छ पछि। कोदो मिठो लास्टै मनपर्छ। खोप्नामा पर्यो भने मार गाली खान्छ। पेट फुल टन नभए पनि आफूको लागि जहिले खाली हुन्छ पेट। खाना खाएर भर्खरै भ्याए। हामी चाहिँ अब सुरुमा चाहिँ काक्री बिहार जान्छौँ, त्यसपछि चाहिँ हेर्दै गर्नुहोस् कहाँ जान्छौँ भिडियोमा। अब हाम्रो यात्रा चाहिँ काक्री बिहारसम्म हो। उहाँहरू हुनुहुन्छ सँगै, अब हामी जाँदैछौँ। हामी बुढाबुढी काक्री बिहार घुम्न जाँदैछौँ। साथमा बुवा र मामा पनि हुनुहुन्छ। हेर्नुहोस् काक्री बिहारको पुरै जङ्गल, बाटो पनि कति राम्रो बनाएको रहेछ। तपाईहरु आएर यो ठाउँलाई अवलोकन गर्न सक्नुहुन्छ। यो ठाउँ एकदमै प्रसिद्ध ठाउँ हो सुर्खेतको। वेलकम, स्वागत छ काक्री बिहारमा। अब आइपुग्न लागेका छौँ काक्री बिहार साथीहरू। फाइनली हामीहरू आइपुग्यौँ। सबैजना हुनुहुन्छ। ल हामी चाहिँ माथि जान्छौँ अब काक्री बिहार टेम्पल हेर्नको लागि। यहाँ चाहिँ अब सुरुमा टिकट काट्नुपर्छ। टिकटको मूल्य अब बुझ्नुपर्छ कति छ। बवाल बना खाए। अरे हामी टिकट काटेर माथि चढ्दैछौँ। अब माथि गएर हेर्छौँ कस्तो छ।
बवाल बनाएको छ। मान्छेहरू अहिले चाहिँ घुम्न चाहिँ लास्टै आउँछन् यहाँ तपाईँहरूले। सब हातले बनाएको कला नि त, दामी लाग्यो। मान्छेहरू फोटो खिच्नेको भिड छ यहाँ। पहिला एकदम भिड थियो होला अनि पहिला बनेको थिएन, अहिले पुरै बनिसक्यो। भित्र पूजा पनि गर्न मिल्छ। त्यही भएर हामी माथि जान्छौँ काँक्रे बिहारको भित्र। अक्टोबर ठाउँमा एकदमै सब हातले बनाएको एकछिन देख्न सक्नुहुन्छ तपाईँहरूले। टिकटक बनाउन मनाइ छ अरे, तर हामीले भिडियो चाहिँ बनायौँ, टिकटक बनाएन। हामीले वरिपरि जानु मिल्दो रहेन त्यहाँबाट। यहीँबाट हेर्न सक्नुहुन्छ ढुङ्गाको कला छ। कस्तो कला। फोटो सोटो अब खिचेर हामीहरू चाहिँ यो घुमघाम गरिसक्यौँ। अब चाहिँ हामीहरू फेरि अर्को ठाउँ जान्छौँ, शहीद पार्क। त्यहाँ चाहिँ एकदमै रमाइलो ठाउँ छ। हेर्नुहोस्, सब यो एकदमै हातले बनाएको, एकदम हेर्दै आनन्द आउने ठाउँ छ। फोटो सोटो खिच्नुहुन्छ, त्यसमा हामीहरू चाहिँ फर्किन्छौँ। यहाँबाट क्यामेराम्यान म फेरि भिडियो बनाइहाल्छु। यसरी बसी बसी खिच्नु भएको छ। खिच्रिक भयो। गजब आयो फोटो। के भन्न चाहनुहुन्छ त बुवा? आज धेरै ह्याप्पी छौँ। हाम्रो ज्वाइँ साथले यसरी के अरे हामी घुम्ने मौका अवसर पाएको हुँदा सहिर्दै हाम्रो ज्वाइँलाई धन्यवाद दिन चाहन्छु। हामीहरू जाँदैछौँ शहीद पार्क घुम्नको लागि। अब यहाँबाट निस्किसक्यौँ। टिकट कहिले काट्नु पर्ने हो? हामीहरू चाहिँ अब आइपुग्यौँ। अब जान्छौँ। बाई 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 टाटा बाई बाई। आऊ तिमी पनि। अब अलिकति सिडी चढ्नु पर्दो रहेछ माथि पुग्नुको लागि। हामीले बाइक चाहिँ पार्किङ गर्ने ठाउँमा राखेर अब हामीहरू गाह्रो हुन्छ। तेलपानी हिँडेको मान्छेलाई यस्ता बाटो के लाग्छ र? म 2-3 चोटि तेलपानी गइसकेको मान्छे। बाइकमा ल्याउनु अवस्था गम्भीर भएको। साँच्चै साँच्चै गाह्रो भएको। शरीरमा ताकत नभएर माथि गएपछि इनर्जी आउँछ। माथि हेरेपछि साँच्चै हो र? के हुन्न कि कस्ता कस्ता गाह्रो भइसकेको अवस्था छैन। अवस्था गम्भीरसँग आइपुग्यौँ। पुरै उकालो 1 किलोमिटर हिँडेर आइपुग्यौँ हामीहरू। हो 1 किलोमिटर त्यो घाउमा रहेछ त्यो पावर 1 किलोमिटर जतिको लाग्यो। गेटमा आइपुग्यौँ। टिकट काटेर आइसक्यौँ भित्र। अब यसलाई हामीले मस्तले घुम्छौँ। यहाँ चाहिँ एकदमै बनाउनेहरूको फोटो खिच्नेहरूको एकदम भिड देख्न पाइन्छ। यहाँ जङ्गलको बिचमा बनाएको पार्क हो। एकदमै रमाइलो झर्ना पनि आएको छ। फोटोहरू चाहिँ ठाउँहरू एकदम बनाएको छ। यो झर्ना चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले। सुर्खेतको फेमस ठाउँ। फुलै छैन। फुल महादेवले तपस्या गर्दै हुनुहुन्छ। मैले त तपस्या गरेर
उहाँले पाइसके तपाईको पार्वती मेरो लागि त पार्वती हेर्नुस् शिवजीको मूर्ति एकदमै कति राम्रो छ सुर्खेत आएपछि शहीद पार्क आउन नछुटाउनु होला एकदमै रमाइलो ठाउँ छ यहाँ चाहिँ फोटो खिच्नेहरूको एकदमै भिड देख्न सक्नुहुन्छ एकदम आनन्दमय वरिपरि जङ्गल छ बीचमा बनाएको पार्क हो यो हेर्दा एकदमै आनन्द लाग्छ घाम छ घाम चाहिँ पानी आउँछ मूलको पानी हो खोलाको पानी होला यहाँ चाहिँ पानी आइरहेको त्यही पानी आउने त्यही जाने हो तर कोहीले खान्छ नि त अनि भरेर हाने नपाएर हामी तल चाहिँ बाघ हात्ती हेर्न जाँदैछौँ बाघ हात्ती बनाएको होइन बनाएको एकदमै कला कस्तो छ बाघको कला त त्यस्तै हो हेर्नु न बाघ चाहिँ बाघ हो कि के हो सुँगुर हो कि के हो तर हात्ती चाहिँ मान्नै पर्छ आफूहरू पनि लगाएको छ आफै के को खुट्टाहरू लगाएको छ एकदमै तर यसलाई अलिकति अझै व्यवस्थित गर्न यिनीहरूले गरेको छैन कि यो साइडतिर होइन बिस्तारै गर ल पैसा उठाउँदै गरेर गऱ्यो भने गऱ्यो नत्र खायो भने चाहिँ खायो यो बाघ भएन यो हेर्नुहोस् बाघ तपाईँले के भन्न चाहनुहुन्छ यसलाई बाघ भन्न चाहनुहुन्छ कि कहाँको ठाकुरपाडाको बाघ चाहिँ खतरा छ बाघ होइन मूर्ति बाघको मूर्ति र हात्ती पनि हेर्न जाँदैछौँ हामीहरू हात्ती चाहिँ बनाएको सम्मान स्वरूप एक लाइक हान्दिनु होला हात्तीको लागि बाघको लागि त त्यस्तै हो हात्तीको लागि चाहिँ हान्दिनु होला लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला मान्छेलाई च्यानललाई हेर्न सक्नुहुन्छ तपाईँहरू यो कला बवाल लागेको छ मलाई यो हात्ती बनाउने मान्छेलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तर कति दिनमा फेरि कोही त फुटेर जाने पनि हुन्छन् क्या राम्रोसँग भएन भने फुट्छन् त्यो चाहिँ एरिया त्यहाँसम्म बाउन्ड्री गरे रहेछ राम्रो छ हेर्दाखेरि रमाइलो बुवा चाहिँ सेल्फी हान्न लागिरहनु हामी हान्दैनौँ नि त फोटो खेल्दैछौँ अब खेल्नु मामा तपाईँ हल्लाइदिनुहुन्छ ल पिङ खेल्न जाँदैछौँ दसैँमा नपाए पनि अब अरू बेला चाहिँ दसैँको बेला कोरिया भइन्छ ल चरी ररी अलि बेस चरी ररी डर लाग्यो माइलट अलि बेसरी पार्कमा हामीहरू रमाएर घुम्दैछौँ अब फर्किँदैछौँ हामीहरू अब जाने घर अब हामीहरू घरतिर जान्छौँ कि कहाँ जान्छौँ अरू घुम्ने ठाउँ कहाँ छ खोज्दैछ बुलबुले जाने कि बुलबुले पनि खासै त केही छैन हामीहरू फर्किन्छौँ हामीहरू चाहिँ निस्किसके अब यहाँबाट बजार चाहिँ जान्छौँ एकछिन बजार बसेर घरतिर जान्छौँ पहिला जस्तो पुरै नराम्रो कम्पिटिसन पनि भयो मान्छेसँग पैसा छैन सरकारै चोर सरकार कहाँबाट हुन्छ के चाहन्छ अरे केही पनि भन्न चाहन्न भन्नु न केही भन्न चाहन्न बस्नु न ल हामीहरू चाहिँ अब चिया खाएर निस्किँदैछौँ भन्न चाहन्छु यार दादा यहाँ टुक्लो आएछ हामी चाहिँ जान्छौँ अब यो पसल चाहिँ मामाको पसल हो सबैजना आइदिनु होला सुर्खेतवासीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु चाहिँ अब नास्तामा लगाइरहेका छौँ रसमलाई हो यो खान्छ
सस्ता खाएर अब टाढो जान्छौँ। बाहिर निस्किसक्यौँ। हेलो गाइजहरू। हजुर गाइजहरू बाहिर बसेर काम हुन्छ गाइजहरू। के छ गाइजहरू? फाइनली हामी आइसक्यौँ घर। गाइजहरू हामीहरू आइपुग्यौँ। यति मेकअप गरेर कति राम्रो हुन्छ हाम्रो बाबुजी, कति राम्रो हुनुहुन्छ। हाम्रो ठुलै कति राम्रो हुनुहुन्छ ल। अरे वारे गजब गजब गजब। हाम्रो भाउजू बल्ल भेट हुनुभएको छ, राम्री भएर बस्नु भएको छ। वाउ व्हाट अ ब्युटी, व्हाट अ ब्युटी। कति गजब है। ल प्रकृतिलाई पनि हाम्रो ब्लगमा स्वागत छ। सब्स्क्राइब गर्न नभुल्नु होला। ल ल ठिक छ। यो यहाँ चाहिँ बाँकी एनिवेज हामीहरू अब यहाँ कार्यक्रममा आइसकेका छौँ। सर समाएर त्यो भर्नी 9 महिनामा त्यो भरेको भन्दा गर्दा रहेछन्। त्यो भएर चाहिँ अब दही चिउरा खुवाउने भनेर दही चिउराको पनि नयाँ सिस्टम निकालेर त्यो दिदीजीलाई चाहिँ फेरि नयाँ उ गरेर बनाएको के। यसको प्रचलन चाहिँ यसरी चाहिँ तिनीहरूले चाहिँ गराएको नरिवल दिने अनि त्यो चाहिँ शुभ हुन्छ भनेर जन्मिनुभन्दा अगाडि 9 महिनामा त्यो दिने त्यो सासुले दही चिउराको बारेमा त्यस्तो खासले गराउने हुँदो रहेछ। बस्नु एकछिन शीतलमा फोटो हुँदैछ यहाँ। क्यामेराम्यान ल पनि भर्खर आइपुगे। ल गजब देखिएको छ। उहाँको के पर्नुहुन्छ? दुलैनीको यहाँ बच्चाको माइली हजुरआमा केटाकेटीको चाहिँ म आन्टी कान्छी आन्टी बेबीको चाहिँ म हजुरआमा बेबीको यहाँ भएको एकलौती आन्टी म चाहिँ बेबीको दिदी पनि म चाहिँ ठुलो मामु भइसक्यो। म चाहिँ अङ्कल। मेरो भाइको मेरो मम्मीको बर्थडे हिजो थियो। ल धन्यवाद। ल हामीहरू चाहिँ यहाँ रमाइलो गर्दैछौँ। के हो? अरे हाँ डायमंड को लेके क्या देख रहे हो? भाई चलो घर पे जाके आधी भलो बनाए धेरै बगाल मा छ हजुर भलो बनाएको त धेरै भइ जान्छ के गरिरहेको छु त आन्टीलाई यहाँ सुर्केदै जान्छ के भन्नु आन्टी? म आज छोरा बुहारीको दही चिउरा कार्यक्रम उपस्थित भएको छु। हजुरले मेरो छोरालाई धेरै सब्स्क्राइब लाइक गरेर एकदम अगाडि बढाइदिनु होला। धन्यवाद।
आज आन्टीले भने जस्तो झन् अनि आन्टीका साथी टिकटकका साथीहरूलाई तिमीले भुन्टु मायालाई कहिले वास्तै गरेको छैन भुन्टु माया भुन्टु माया यहाँ दिदी हुनुहुन्छ त्यो चलनलाई के भनिन्छ कुन चलन भनिन्छ हेलो के चलन हो यो के दिदी हुनुहुन्छ चाँडै कोरिया दादासँग भेट होस् बाबु पनि हुन लाग्नुभयो डेलिभरी गर्नुहोस् किनभने मैले हेर्न पाऊँ चिउरा भाइका राधा अलि त जाने जा बवाल रहेछ केकको टेस्ट एकदमै बेस्ट रहेछ फेरि 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 कसले जित्छ सब एक एक गायक एक एक गायककार छन् डराउँछ कि मान्छे डराउँछन् उताको पारिकाबाट पनि म कार्यक्रम एकदम रमाइलो भयो अब चाहिँ हामीहरू घर जान जाँदैछौँ बुढी यता स्याउ खाँदैछन् म चाहिँ बाइक चलाएर जान्छौँ सँगै दुईजना अब हामी खाना पकाउँछौँ खान्छौँ तर केही भोक लागेन अब पहिला चाहिँ आफ खान्छौँ के पकाउँछौँ रोटी आज टिकटक बहुत बनाइयो एकदम रमाइलो भयो आज घुम्नु पनि धेरै ठाउँ घुमियो कि अरे गजा ल गजब भयो हेर्नुहोस् बिहान यस्तो पानी परेको थियो अहिले एकदमै फाटेको छ मौसम म चाहिँ आफ खान्छु तपाईहरू भिडियो हेर्दै गर्नुहोस् सब्सक्राइब गर्न नभुल्नु होला धन्यवाद हाल भइसकेको छ आँखा चिम्रा बनाएर हेर्नुभएको छ रोटी खाँदै हुनुहुन्छ आँखा चिम्रा गरेर के गर्नुहुन्थ्यो उहाँ चलाउँछ यस्तो गर्नुहुन्छ अरे यस्तो गरेर कसरी हेर्नु होला अरे अनि आँखा नदेख्ने अरे अनि यस्तो गर्नु होला भन्ने तिमीलाई हुन्छ मलाई भन्न चाह्यो हजुरले त मलाई कहिले पो माया गर्नुभएको थियो र त्यही लपार्दा मात्रै हो पहिले सिद्धिया हुन्छ नि तिमी नै हो प्यारी तिमी जस्तो त मैले संसारमै पाउन्न भन्नुभयो अहिले त अब साह्रै त कहाँ गरे होला त्यस्तो त त्यति साह्रै त गरे जस्तो लागेन नगरेर पछि लाग्नु 5-6 वर्षसम्म 5-6 वर्षको प्रेम हो तपाईँहरूको दिदीहरू हुनुहुन्थ्यो पहिला पछि सानी सानी थिइन् पछि त्यसै जति सानी भए पनि तिमीलाई नै बिहा गर्छु भन्दै हिँड्नुहुन्थ्यो सानीको लागेको कुरा पछि लाग्नु बोल्ल भन्नु पछि मेरो घर आउँथ्यो धान बुटाउने बेला के गर्ने मिलमा त जान्ने त भन्नु त अनि पछि लाग्यो मिल कसको थियो मेरो बुवाको म मिस्त्री मिस्त्री कसको र आज गएको मेरै मिलमा जाँदाखेरि बाबाले यत्रो हात
भन्न हात छिनिन्थ्यो होइन खानै सक्यो तरकारी के भएको अरे तोरी पेल्दाखेरि तान्दियो त्यो होसियार हुनुपर्छ त्यही छवि बेलाहरूको सान्दा दुईटी गएको थिएँ दाइ भन्ने मेरो भने अगाडि केही गएर तिनीहरू केटीका मुखाहरू ठिक होला केटीका मुखाहरू ठिक हो मिल्ने औँला तान्दियो उमेर भनेको उमेर थियो त्यतिखेर ठिक छ मम्मीले भन्न पाउनुभयो आजको भिडियो यहीँसम्म भोलि फेरि भेटौँला अर्को भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोला अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद थ्याङ्क यू गुड नाइट